मैले यत्रो 2 वर्षसम्म भिडियो बनाएन। तिमीहरूले मलाई मिस गर्यौ? अनि तिमीहरूले? अनि तिमीहरूले? अनि तिमीहरूले मलाई मिस गर्यौ कि गरेनौ? तर मैले चाहिँ तिमीहरूलाई लास्टै मिस गरिरहेको थिएँ। 2 वर्ष हुन लागेछ हो भिडियो हाल्न छोडेको पनि युट्युबमा। आफै कतै हराएको पनि। तर के गर्नु? हराएपछि फर्किनु नि पर्यो। यसपालि सिर्फ म भिडियो ब्लग मात्रै अपलोड गर्नलाई बनाउनको लागि आएको होइन। म कथा भन्न आएको हो। आफ्नो कथा, सत्य कथा यो क्यामेराबाट। अब तर त्यो रिजनहरू के थियो? फर्स्ट रिजन पोडकास्टिनेट। भिडियोहरू त बनाइ नै रहेको थिएँ। अब 6 भिडियोहरू पनि अझै पनि छ। तर अपलोड गरिनँ। अल्छी गर्न थालेँ। बनाउनु त बनाउने, अब भोलि हाल्छु। अब भोलि गरौँला नि त। भोलि हाल्छु नि त। हो मेन रिजन त्यही हो मेरो गल्ती सबभन्दा ठुलो। त्यो गर्नाले नै भिडियो हाल्न बन्द हुन थाल्यो बिस्तारै बिस्तारै। सेकेन्ड रिजन एक्सिडेन्ट। वेट शान्ति नै एक्सिडेन्ट थियो। ठिक छु म अहिले, सब भगवान्को कृपाले गर्दा। तर कसम भन त्यति बेला मैले भिडियो बनाइरहेको भए ब्लग हे गाइस मेरो एक्सिडेन्ट भयो, यस्तो भयो त्यस्तो भयो, मैले भनिरहेको भए कसम चाहिँ कन्टेन्ट नै थियो मसँग। जोक्स अपार्ट एक्सिडेन्टको फोटो भिडियो त अलिअलि थियो। अब त्यो अलिअलि चाहिँ हाल्छु। पुरै राम्रोसँग चाहिँ सबै चाहिँ छैन। किन छैन त्यो मैले अगाडिको रिजनमा भन्छु। मेरो लाइफ होइन लिटरली पुरै मुभी जस्तो चलिरहेको थियो। एउटा कुनै मुभी हुन्छ नि, पुरै एउटा हिरो हुन्छ, त्यसलाई पहिला पुरै होइन दुःखमाथि दुःख दिन्छ भगवान्ले होइन, त्यस्तै हुन्छ त्यसको क्यारेक्टर। मलाई पनि सेम एक्ज्याक्टली त्यही भइरहेको थियो। फेरि एउटा माथि एउटा, त्यसपछि एउटा माथि एउटा नै भइरहेको थियो। थर्ड रिजन, सेकेन्ड रिजन के भनेको थिएँ? मेरो यो लेफ्ट साइडको क्यामेरा चाहिँ उमा छ, फ्रन्ट क्यामेरा छ, त्यही भएर अलि उ देखेला। तर मेरो यो लेफ्ट साइडको चाहिँ मेरो यो पुरै बोन फ्र्याक्चर हो। ब्युटी गयो मेरो। तर गए नसोच, प्लाटिनियम हालेको छु मैले। प्लाटिनियम झन् इन्हान्स गयो ब्युटी मेरो। त्यो बाँकी सब त मजाक नै हो। अब अनि त्यसपछि कहिले भयो मेरो असोजको पहिलो हप्तातिर थियो। गेस गर मेरो खुट्टा फ्र्याक्चर के भएर भयो होला? गेस गर। गेस गर्न सक्छौ नि, गर नि गेस। 2-3टा केही गर्न सक्छौ भने गेस गर। गर्यौ गेस? भनौँ म स्केटिङ खेल्दा। यस स्केटिङ खेल्दा को एक्सिडेन्ट हुन्छ यार। कसको भाँचिन्छ भने फर्स्ट टाइम त्यही पनि के अब मतलब गइरहेको भयो भने त्यो फर्स्ट टाइम गर्थेँ, केही बुझेको थिएन। आफै नर्मल गर्थेँ, गरिरहेको थिएँ। तर गरिरहेको सुरुमा त भएन, अप्ठ्यारो नै हुन्छ सुरुमा। अब कतिले खेलेछौ होइन स्केटिङ, तिमीहरूलाई थाहा नै होला सुरुमा ब्यालेन्स मिलाउनै गाह्रो हुन्छ। अब फर्स्ट डे मलाई त्यही नै भएको थियो। अब त्यति बेला म होस्टेल बस्थेँ, थाहा छ तिमीहरूलाई। होस्टेल बजाएँ, होस्टेलको बच्चाहरूलाई लगेर गर्थेँ। अनि त्यति बेला ब्यालेन्स बिग्रिरहेको थियो। अनि लास्टमा अब 5 मिनट थियो टाइम, साथै 1 घन्टा कति रुपियाँ थियो त्यो त बिर्सेँ मैले। अनि लगाएँ मैले जुत्ता। अनि जुत्ता लगाइसकेपछि चाहिँ अनि खेल्यो। सुरुमा ब्यालेन्स अलिअलि उ भयो। अनि त्यसपछि लास्टमा चाहिँ अब जाम्न त भन्दाखेरि चाहिँ लास्टको 5 मिनटमा फर्किन लाग्थेँ। यस्तो हुन्छ नि त, यस्तो डिसब्यालेन्स हुन्छ। अब यस्तो घुमेर जाम भनेको फर्लक गरेको खुट्टा यस्तरी पछाडि मेरो खुट्टा यस्तो ट्विस्ट भइदियो हालेको। अनि त्यति बेला खुट्टा फ्र्याक्चर भयो। यदि मैले त्यति बेला कन्टेन्ट बनाएको भए मसँग कन्टेन्ट हुन्थ्यो कि। अब हेर त त्यो एउटा पछि अर्को, एउटा एक्सिडेन्टबाट ओभरकम हुन पाएन। फर्स्ट टाइम एक्सिडेन्ट भएको थियो। फर्स्ट टाइम कोही फ्र्याक्चर भएको थियो मेरो बोन। त्यति ठुलो एक्सिडेन्ट फर्स्ट टाइम न अहिलेसम्म हात खुट्टा के मर्केको न भाँचेको त्यो मैले चाहिँ फिलै गरेको थिएँ। अनि फर्स्ट टाइम त्यो भयो। त्यसको केही महिनापछि अनि खुट्टा फ्र्याक्चर हुन्छ। त्यति बेला होइन कसम चाहिँ मैले नि भिडियो बनाउनु नछोडेको भए, मैले भिडियो हालिरहेको भए मान्छेहरूले पक्कै सोच्थ्यो कि यार यसले त कन्टेन्टको लागि गर्छ क्या हो यसले त सब होइन। लिन दाइले त यो कन्टेन्टको लागि गर्छन् क्या, लिन सरले त्यो कन्टेन्टको लागि गर्नुहुन्छ कि के गर्नु भएको छ यार खै भन्थ्यो होला कि पक्कै पनि। फोर्थ रिजन के होला त? फोर्थ रिजन फुट्यो मेरो, यो होइन, फुट्यो मेरो मोबाइल आइफोन।
भन्छन् नि कसैलाई नजर लागेपछि के नै हुन्छ, के माथि के हुँदै जान्छ भन्थे नि। मलाई नजर होइन के, मलाई त कसको सरापै लागेको हो पक्कै भन्नुपर्दा। नराइकिने भन्नु नै भिडियोको लागि मात्र होइन, रियल लाइफमा पनि सोच न के भइरहेको। फोर्थ रिजन मोबाइल फुट्यो। मेरो कति इमोसन थियो यो मोबाइलसँग। यो मेरो फोन फर्स्ट फोन आइफोन SE 2 थियो। यो आफ्नै पैसा कमाएर जोडथाम यताउता गरेर, थाहा नै छ तिमीहरूलाई, मैले 10 पछि ह्यान्ड राइटिङ सिकाउन थालेको, मैले ह्यान्ड राइटिङ गर्न थालेँ, जब गर्न थालेँ फर्स्ट टाइम। त्यति बेलाको एक्सपेक्ट गरेँ भने त धेरै स्यालेरी पाउँथेँ मैले। अहिले पनि बेला बेलामा गरिरहेको हुन्छु, त्यो कुरा छोडिदिउँ। तर त्यति बेला फर्स्ट टाइम कमाएर मैले कहिले मङ्सिरतिर पुसतिर यस्तै लास्टतिर 11 को लास्टतिर भनौँ न, त्यति बेला किनेको मैले आफ्नो पैसाले। फर्स्ट आफ्नो कमाइले सेभिङ गर्दै त्यति बेला किनेको फर्स्ट टाइम मोबाइल अब यसरी फुट्न पुग्यो। अब यसको रिजन के भयो त भन्दाखेरि बजारतिर सामान ल्याउने यताउता गइरहेको थियो। अनि त्यसपछि चाहिँ अनि एक दिन के भयो त भन्दाखेरि कहिलेको चाहिँ हतार हुन्छ नि त, कहिले मोबाइलमा हतारमा यहाँ पकेटमा यहाँ राखिदियो भने गोजीमा जाने यता राखिदियो। अनि के थियो, मैले के सामानै किन्न गएको थिएँ, अनि यसरी स्क्यान गरेँ, पेमेन्ट गरिदिएँ। अनि पेमेन्ट गरिसकेपछि हतार थियो। अनि बाइकमा जाँदाखेरि यस्तो पछाडिको पकेटमा कि यसरी राखिसकेपछि बाइक चलाउँदै गएँ। अनि बाइक चलाउँदै जाँदाखेरि चाहिँ मेरो यो मोबाइल चाहिँ खस्यो। मैले थाहा पाइनँ त्यति बेला, हाइवेमा खस्यो। हल्का अगाडि गयो, अगाडि गएपछि चाहिँ एउटाले चाहिँ उही तिमी फोन खसेछ भन्ने बोला। अनि पछाडि घुमाएर गयो, फोन खसेको त अरू बेला पनि खसिरहन्थ्यो, फुट्थेन होला होइन। तर एउटा गाडीले किचेर भइदियो कि। अनि त्यसपछि चकनाचुर भयो। नबनाउनु खोजेको होइन, मैले धेरै कोलपुरमा धेरै थियो मोबाइल पसल जति पनि ठुल्ठुलो थियो, म सबै कहाँ धाएँ। के छ काठमाडौँसम्म पनि पुऱ्याएँ मोबाइललाई। यता गरेर हुन्छ उता गरेर हुन्छ सबै ठाउँ गरेँ। अनि पछि सोद्धाखेरि बन्छ भने अनि पछाडि एक ठाउँ चाहिँ बनाएँ। लास्टमा यो खोल्दाखेरि चाहिँ यो चाहिँ चेन्ज थियो, यो चाहिँ मेन डिस्प्ले भयो के अरे। डिस्प्ले चेन्ज गरेर गर्दाखेरि खुल्दैन फोन, त्यो लोगो मात्रै देखाउने, खुल्दैन। अनि मदर बोर्ड नै गइसकेको रहेछ। अब त्यो गइसकेपछि अनि चक्छु। अनि पहिलाको मेरो अहिलेसम्मको फर्स्ट फोनमा मैले आफ्नो मेमोरी जति फोटो भिडियो के थिएँ सब त्यसमै थिएँ। मैले अन्त ब्याकअप त्यस्तो केही गरेको थिएन। फिफ्थ रिजन के हो त भन्दाखेरि, फिफ्थ रिजन अहिले नभनौँ, राइट टाइम आएको छैन। फिफ्थ रिजन पनि छ एउटा, त्यो रिजनले गर्दा पनि म अहिले ओभरकम हुन सकेको थिएन, त्यो रिजन पनि छ। त्यो रिजन चाहिँ राइट टाइम आएपछि अलि पछि नै भनौँला, हुन्छ। थाहा होला तिमीलाई पेन ड्राइभमा यो पनि अप्सन छ। अनि मैले यसमा ब्याकअपको लागि यसमा हाल्न गर्थेँ। अनि त्यसपछि हाल्दै गर्दाखेरि चाहिँ तिमीहरूको लास्ट त्यो भिडियो जुन अपलोड छ नि लास्ट टाइमको, त्यो भिडियो पछिको केही टाइमको भिडियोहरू चाहिँ स्टिल छ, यसमा छ। अनि सबै भिडियो चाहिँ 64 GB को हो कि। अनि त्यसमा पनि स्टोरेज नअटाउने, धेरै पनि अटेन। कतिपय चाहिँ छन् पुरै ब्लग नै बनाएको पुरै छ, अब एडिट गरेर हाल्न बाँकी हो। त्यही एडिट नगरेर हाल्नुको रिजन हाले होइन, त्यही अल्छी गरेर। कुन छ भनेपछि यसमा मेरो फेयरवेलको छ 12 को, अनि 10 क्लासको छ होला फेयरवेलको, सरस्वती पूजाको, अनि अरू यस्तै म घुम्न गएको दाइहरूसँग पनि घुम्न गएको छ क्या सायद न्यु इयरको टाइमको। त्यस्तै ब्लगहरू छन् तिनीहरू पनि। यदि तिमीहरूले त्यो ब्लगहरू पनि हेर्न मन छ भने, पहिलाको जुन अपलोड भएको छैन चाहन्छौ भने कमेन्ट गर, म त्यो भिडियोहरू पनि अपलोड गर्नेछु। अब छ नि एउटा जब भी ऊपर वाला देता है छप्पर फाड़ के देता है भन्ने हुन्छ नि, मलाई एक्ज्याक्टली जस्ट अपोजिट भएको थियो। जब भी ऊपर वाला गम देता है छप्पर फाड़ के देता है। दुःख साँच्ची भन्दा मैले जानी चाहिँ आफ्नो रहरले चाहिँ छोडे होइन, त्यही थियो मेन्सन गरेको यिनै रिजनहरूले गर्दाखेरि। मान्छेलाई सोच न कति सहज के। अब मैले आफूले यति सम्हालेको यति मलाई जहाँसम्म लाग्छ तिमीहरूलाई पनि कसैलाई यस्तो नहोस् होइन, दुश्मनलाई पनि यस्तो मलाई जे भयो त्यस्तो नहोस्। तर भएपछि होइन सोच न कस्तो गुज्रिन्छ। आफूलाई मलाई धेरै सम्हालेको यस्तो हुँदाखेरि पनि मेन्टल्ली पनि म लास्टै गइसकेको थिएँ कि होइन। आफू स्ट्रङ भएर अब केटा मान्छे भएपछि, छोरा मान्छे भइसकेपछि त अब यस्तो कुरामा त अब सहनै पऱ्यो नि त। परिआएपछि सहनु पऱ्यो, गर्ने के त। एउटा छ नि स्लोगन के, इफ यु क्यान चेन्ज इट, इफ यु कान्ट देन एक्सेप्ट इट। अब हुने कुरा भइसक्यो त अब गर्ने के त के, गर्ने के, रोएरै बस्ने, गर्नु के त। अब हुने चिज भइरहेको थियो, अब सहिरहेको थिएँ, आफूलाई स्ट्रङ बनाइरहेको थिएँ मेन्टल्ली होइन, इमोसनल्ली सबै कुराले स्ट्रङ भइरहेको। जे जस्तो भए पनि पोजिटिभ चाहिँ सोच्नै पर्छ कि, जति जे गरे पनि पोजिटिभ थट चाहिँ राख्नै पर्छ। अब जे हुनु थियो राम्रैको लागि भयो, मेरै राम्रै हुनको लागि
रहेछ भनेर सोचेर हामी सबै चाहिँ त्यही हिसाबले नै अगाडि बढ्नुपर्छ कि अब हेर न यदि मेरो एक्सिडेन्ट हुँदाखेरि मैले पहिलो रिजन बचेको कारण हेलमेट अलवेज जति पनि अब अहिले त नै पछि गएर पनि जति पनि बाइक चलाउने राइडरहरूले जसले मेरो भिडियो हेर्छ नि अलवेज फलो सेफ्टी रुल्स के पछि गएर जति पनि ब्लग हेर्ने मेरो साथीहरू छन् या राइडर साथीहरू छन् जसले पनि हेर्छौ या तिमीहरू सानो जसले भाइ बहिनीहरू छ तिनीहरूले पनि पछि गएर स्कुटी बाइक गाडी चलाउला होइन सधैँ चाहिँ सेफ्टीको चाहिँ ख्याल राख्नुपर्छ क्या ट्राफिक रुल्स फलो गर्नुपर्छ मैले यदि त्यो दिन इफ मैले हेलमेट नलाएको भए म आज तिमीहरूको अगाडि फेरि पनि यसरी भिडियो बनाउन सक्थेन होला म हुनै थिएन कि म उसले गर्दा नि बहुत जोग्यो हेलमेटले गर्दा बचेको एक्सिडेन्ट भयो के थाहा मैले अरू नराम्रो हुने लेखिया थिएँ कि म राम्रो अझै रिकभर भएँ राम्रोसँग जिउँदो भएछु अहिलेसम्म होइन अनि फेरि जे भयो राम्रैको लागि भयो सोचेर म भन्नु त्यही हो कि जे हुन्छ राम्रैको लागि हुन्छ सब भगवान्को कृपा हो भगवान्को कृपाले मम्मीको आशीर्वादले र मलाई चाहनेहरूको मायाले गर्दाखेरि चाहिँ सब सही सलामत छ म अहिले ठिक छु राम्रै गरिरहेको छु होइन राम्रोसँग गरिरहेको छु सबै राम्रो छ अहिले अब चाहिँ भिडियो क्रिएसन गर्छु अब राम्रोसँग भिडियो बनाउने सोचिरहेको छु अब यो कुरामा चाहिँ अब कन्टिन्यू नै गर्छु एक्सिडेन्ट त भयो एक्सिडेन्ट हुँदै राख्दाखेरि म सुतेरै खाएरै त बसेन होला केही त केही गरेँ होला होइन अब एक्सिडेन्ट भइसकेपछि चाहिँ म यत्तिकै बसेँ अनि साउन भदौ त्यस्तै पछि चाहिँ अनि लेगको फ्र्याक्चर पनि रिकभर भइसकेपछि मैले अरोमा टेक्निकल कलेज नट प्रमोसन है त्यहाँ चाहिँ डिप्लोमाको कोर्स गरेँ हाम्रो कलेजको सरहरूकोबाट मैले डिप्लोमा गरेँ 6 महिनाको 6 महिनाको हाम्रो कोर्स गरेँ थ्योरी इन्टर्नसिप बाँकी थियो अनि यो साल चाहिँ ह्यान्डराइटिङतिर गरौँ न त ह्यान्डराइटिङ गर्छु भन्ने सोचेँ ह्यान्डराइटिङ गरेँ दसैँभन्दा अगाडिसम्म त्यही क्रममा कतिपय स्टुडेन्टहरूले यो साल पनि मलाई फेरि पनि देख्नुभयो होला सर फेरि आउनुभयो भनेर बिचमा छोडेको म यो साल चाहिँ फेरि कन्टिन्यू गरेँ थिएँ ल अब भिडियो यहाँसम्म हेरेर आइसकेको छ भने अब भिडियो मन परे लाइक गर कमेन्ट गर आफ्नो साथीहरू सबैले सेयर गर अब चाहिँ भिडियो यसरी नै रेगुलर बेसिसमा आइरहेको छ म चाहिँ विकली एउटा भिडियो हाल्ने ट्राई गर्छु हरेक स्याटरडे आउँछ भिडियो चाहिँ गेस वाट म चाहिँ अब ह्यान्डराइटिङमा फुल्ली अब हिँड्न लागेको छु मतलब अब फुल टाइम जस्तै काम गर्न लागेको छु पहिला पनि गर्थेँ तर समटाइम कहिले कसो गर्थेँ पार्ट टाइम जस्तो थियो अब चाहिँ फुल टाइम भएर जाँदैछु अनि अब जहिलेदेखि म जाँदैछु अब आज यो थर्सडे हो मैले भिडियो बनाइरहेको हो सटरडे म हिँड्नेवाला छु अनि म जाँदैछु कहाँ जाँदैछु कोलपुरभन्दा बाहिर जाँदैछु यो जिल्लाभन्दा बाहिर जाँदैछु गेस गर कहाँ होला त्यो अनि स्कुल कुन हुन सक्छ अब आउने ब्लगहरू अझै इन्ट्रेस्टिङ हुनेवाला छ नयाँ ठाउँ नयाँ स्कुल नयाँ मान्छे त्यही भएर सब्सक्राइब गर कस्तो जाडो चढ्न थाल्यो कस्तो चिसो भयो माथि घाम ताप्न आएको यस्तो हुन थाल्यो ल बाई